यहाँनिर चाहिँ यो चाहिँ बाहिरपट्टिबाट फुलेको बगानबेली हो। यति मजाले फुलेको छ, हेर्नुहोस् न, तपाईँहरूले देख्न सक्नुहुन्छ है। र यो फुलहरू फुल्दाखेरि एकदमै आफूलाई खुसी महसुस हुन्छ साथीहरू। सो है, आजको दिन तपाईँहरूको पनि शुभ रहोस् भन्ने कामनाको साथमा नै यो भिडियो चाहिँ म अन्त गर्न गइरहेको छु। र यस्तो मजाले फुलेको छ, हेर्नुहोस् न, अत्यन्तै मनलाई एकदम प्रसन्न, कोही बेला आफूलाई कस्तो भएको बेलामा। र एउटा हाँगाई मात्रै, हेर्नुहोस् न, यसरी यसमा चाहिँ यो भेरिगेटेड हो यसको लिफ चाहिँ। र यसमा डिफ्रेन्ट कलरहरू फुलिरहेको हुन्छ है। र यसरी हेर्नु न, यहाँ माथि माथिसम्म पनि गएर यसले मजाले फुल्छ क्या साथीहरू। र आशा छ राम्रो लाग्यो होला तपाईँहरूलाई आजको भिडियो है। र थ्याङ्क यू सो मच फर वाचिङ। र यहाँ हेर्नुहोस् न, एकदम प्रकृतिको सुन्दर सृष्टि भनौँ न है। यो कोपिलाहरू, यो चाहिँ प्योर वाइट हो साथीहरू। तर यो एउटा अब भमरा है, कतिवटा चिजहरूले यसरी पोलिनेसन गर्छ नि त, यो कलरसँग चाहिँ मिसिएको हो यो चाहिँ खासमा। अब अलिकति पोलिनेसनमा है। र यसको चाहिँ कोपिला चाहिँ एक्चुअल यसको कलर चाहिँ यो हो क्या। यो पनि टोटली यहाँनिर अर्को पनि देखाउँछु म तपाईँहरूलाई। यो पनि पिङ्क हो, प्योर पिङ्क हो कि, तर यसमा फेरि यसको पनि पोलिनेसन भएर चाहिँ। र एउटा कुरो चाहिँ है, अब सँगै यसरी फुलहरू लाग्दाखेरि चाहिँ एकार्कामा पोलिनेसन भइहाल्छ नि त है। र प्योर चाहिँ अब निकाल्नुको लागि चाहिँ अलग अलग राख्नु भनिन्छ। तर अब एकै ठाउँको एकै जातको फुल चाहिँ म चाहिँ है एकै ठाउँ राख्छु भन्ने सोचेर नै यस्तो गर्छु। यहाँ चाहिँ एकदम बर्ड कोपिला लागिरहेछ र यो चाहिँ फुलिसकेको हो है, फुलिसक्नु आँट्यो आधी चाहिँ। र एकदमै थ्याङ्क यू सो मच फर वाचिङ एभ्री वान।